हेलो गाइजहरु सबैलाई नमस्कार। मेरो नाम आरबी साई। मेरो घर चाहिँ मुगु जिल्ला खतेड गाउँपालिका हो। म हाल आज रारा घुम्न आइराखेको छु। हाम्रो यो रारालाई अर्को नामले चिनिन्छ, महेन्द्र ताल भनेर चिनिन्छ। यो चाहिँ समुद्र सतहदेखि 2550 मिटर उचाइमा रहेको छ हाम्रो महेन्द्र ताल। गाइजहरु तपाई देख्न सक्नुहुन्छ हाम्रो महेन्द्र ताल यस्तो छ। यताउति हिमाल छ, हिमाल पनि देखिएको छ गाइजहरु, तपाईले मैले देखाइसकेको छु। यो समुद्र सतहदेखि 2550 मिटर उचाइमा रहेको ताल रारा ताल या अर्को नामले चिनिने महेन्द्र ताल हो। यसको लम्बाइ रहेको छ 5000 मिटर लम्बाइ रहेको छ यसको लामो क्षेत्र। अनि यसको चौडाइ रहेको छ 3000 मिटर। 3000 मिटर चौडाइ रहेको छ, लम्बाइ 5000 रहेको छ भने चौडाइ चाहिँ 3000 रहेको छ गाइजहरु। तपाईलाई मैले देखाइसकेको छु। हाम्रो यस्तो छ रारा ताल, हाम्रो मुगु जिल्लामा पर्छ। आज म घुम्न आएको छु गाइजहरु, अत्यन्तै खुसी लागेको छ। म यता आएको थिइनँ गाइज कहिले पनि। अनि हाम्रो महेन्द्र तालको गहिराई 167 मिटर गहिराई रहेको छ गाइजहरु। मैले देखाइसकेको छु। हाम्रो यति भिड छ गाइजहरु अनि तपाईले देखाइसकेको छु। तपाईले मन परेमा सेयर गरिदिनु होला, लाइक गरिदिनु होला।